जित्नेले कर्तव्य र बाचा जन भुल्या, कुर्सी मोह सत्ता लिप्त भएर जन्डुल्या। सुशासनले नियम कानुन जनता निम्ति बनोन्, निमुखाले आभास गरून् आहा सरकार भनुन्। अति गरे खति हुन्छ काम नहौ ढाँट्ने, व्यवस्थाको अन्त्य बनाऊ आफ्नै मान्छे छाट्ने। तुइन मुक्त देशैभरि बनेको देख्द पाऊ, सुख शान्तिको धनी नेपाल भनेर लेख्न पाऊ। रोड बाटो बिजुली बत्ती शिक्षा स्वास्थ्य कृषि विकास अब्बल बनाऊ, देशभरि हौ खाद्य। ठौर ठौर कल कारखाना उत्पादन स्वदेशी, आफ्नै ठौरा रोजगारी हौ कोही नहुन् परदेशी। आधुनिक प्रविधि विकास तकनिकी विकास हौ, निराश अन्यल जनताको अब त निकास हौ। हिमालका जडीबुटी कौडीमा नफाली, औषधि उत्पादन गरौं देशैमा जगहाली। सुयोदेखि सबलसम्म देशैमा बनेले, आफ्नो सामान आफ्नै देश सबैले भनेले। देशको जंगल तस्करीमा बेच्नबाट रोकौं, गिट्टी बालुवा खोला पारी अब जन पोखौं। आल्लो भाङो विकास गरी लुगा लत्ता बनाऊ, हिमाली नदीको पानी विद्युत बनाई खन्याऊ। विद्युतीय गाडी बनाई देशैभरि चलाऊ, सोधै सकै बिजुली बनाई घरमा बत्ती जलाऊ। काली कर्ना लिको माटो बनाई चाल्ने विधि, सुन उत्पादन गर्न सक्ने होइजाऊ थितिमिति। जनता सरकार भया जसो सब जनताले मानुन्, अपराधको जडो सुकाऊ मनमा शान्ति धानुन्। दूर दराज कुना काप्चा समथर ओचा खोचा, सुख पाउन् जनताले विकासका बोझा। आत्मनिर्भर देश र जनता बन्ने आधार बनाऊ, राम राज्यको नयाँ निसाब सब जनताले भनौ। विदेशीले हेप्ने चेप्ने सीमा पनि मिच्ने, नबनौ स्थिति अब गरीब जनता थिच्ने। हैकम बाद्रे तानाशाह जन आऊ प्रवृत्ति, भ्रष्टाचार निर्मूल होइजा जन आऊ विकृति। युवा अब भिसा खोजी विदेश जन जाउन्, व्यर्थमा ज्यान गुमाउने दिन अब जन आउन्, व्यर्थमा ज्यान गुमाउने दिन अब जन आउन् भन्नान् वरिष्ठ देउडा साहित्यकार मान बहादुर विष्टज्यू। लामिजाला 10 परशुराम नगरपालिका जोगबुढा डडेलधुराको जन्मथलो च्याल बेंगलोर भारतमा छन्। वहीं बैठे देशमा नयाँ सरकार आउन नासरे तबै सरकारले इसो इसो काम गरिदिया जनता कति खुसी हुन्थ्या भन्ना त्यहाँका ठै लाडे कलम की बलाई मान बहादुर विष्टज्यूलाई मनमुटु बैठे विशेष धन्यवाद दिनु। निका भैर्या निरन्तर परदेशीको रविबारको बीचमा रविबार साथिया मान बहादुर विष्टज्यूलाई विशेष धन्यवाद दिनु।